हेलो नमस्कार हजुरको नाम के पर्यो? मेरो नाम उपेन्द्र अलचरको बोला न मूर्ख हो। चर्को भन्नुहोस् न ल। मेरो नाम उपेन्द्र पौडेल पर्यो। ल हजुर अब कहिलेको फ्लाइट? मेरो अब 25 गतेको फ्लाइट। के हो हजुरको सोच? सोच चाहिँ मेरो ठुलो छ। के कस्तो सोच हो त्यो ठुलो भन्नाले मतलब अब गएर के गर्ने कस्तो गर्ने क्यार र उस गर्ने जीवन निर्वाह गर्ने ल भन्नुहोस्। त्यो चाहिँ अब भाइगसी नै थाहा हुन्छ अलिअलि थाहा छ। अब त्यो चाहिँ अब भाइगसी नै भनौँ न। ल ल ल अनि हजुरको अब फ्युचर प्लानतिर जाम सोचरी कतिवटा भन्दा पहिला श्रीमती को ल्याउने कसलाई ल्याउने अब जाप्ने अस्ति जुठा हामीले भेटेको अस्ति सँगै मजानी बेला भेटेका तिनै दिदी हुन् कि होइन नेपाली हुन्न जापानिज हुन् दुईटा कहाँ जापानिज जाप्ने त त्यो दुईटा भुम्रो ह के अरे भुमरो ह दुईटा जापानिज जान्छन् पोइन्ट वाली बात यसलाई अलि होइन एउटा नेपाली एउटा जापानिज हो। दिया यो बाहिरबाट क्वेसन सोध्नु Point to be noted. मिलाम त्यही हो ल भन्नुहोस् अस्तिको दिदी हुन् कि के हो अब भेटेको नि अलचरको बेला है डाँडा काँडा नै ढाकी हो होइन। अब बुढी त अब एउटा होइन दुईटा पाए तिनटा चारवटा पाए नि ल्याउने हो। त्यो त होइन तिमीलाई टुप्पीले साथ दिन्न दुईटा टुप्पी हो मेरो पनि दुईटा छन् बिहा गर्ने दुईटै हो तिमीले भन्छ एउटा मिलाएर गर एउटा नेपाली एउटै जापानिज दुईटा टुपी भयो नि होइन। अब एउटी बुढी ल्याएपछि त्यसको बुढी नि अब बेस्ट फ्रेन्ड नि हुन्छन् अरे। दुईटा सँगै आउँछ नि एउटा अन्त चारवटा त भइहाल्छ दुईटा ल्याउँदाखेरि। ल भनेपछि अब अस्तिको पोइन्टै भन्नु न अझै यहाँ कुरा लुकाउनु भयो। अस्तिको भेटेको त्यो हामी सँगै गर्दाखेरि त्यो सामग्री रेचकमाथि हल्का माथि त्यो दिदीको पसलमा हल्का मुनि भेटेको थियौँ नि हो त्यहाँ के दिदी हुन् दिदी होइन ए दिदी होइन उस हुन् के मुनिवाले दिदी भन्न मिलेन। मतलब हामी भाउजू भन्न लागि तिनी हो भनेको ती होइन त्यो होइन ती चाहिँ तिमीले देखाए होइनौ। छिटै देख्ने कहिले वाला कहिले छ। देखिन्छ अब यो चाहिँ अब छिटै 2-4 वर्ष। दुई चार वर्ष ल ठिक छ इभन तिमीलाई म छुट्टै मेसेजमा ए पठाइदिन्छु। ल अनि फोटो पठाउ न ल ल ल फेरि भन्ने मात्र होइन फेरि विदेशीको जुन पाते केटीको फोटो बाटा हिन्दीलाई यही राम्रो धेरै यसको फोटो खिच्यो पठाउँदा फेरि फोटो खिच्यो भन्दा फेरि गराउँला नि यो भनेपछि अब यसो साडी भएको हेर मलाई नि होस् धन्यवाद ल क्वेसन सोध्ने अब दिलीपबाट ल हस्तान्तरण माइक यता आइ त ल 2-3 फेरि भाग्य न्युपानेले यता के भन्नु पर्यो चुलबुल पाण्डेले चुलबुल पाण्डेले माइक हस्तान्तरण गर्दै ल ल ल ल ल अब अर्काको इन्टरभ्यु मेरो तिमीले इन्टरभ्यु उता चुलबुल पाण्डे छ त चुलबुल पाण्डेलाई माइक ल चुलबुल पाण्डे यतै सोध कि पहिला यता त होइन ल हाम्रा अब चुलबुल पाण्डेले यता के अरे राष्ट्रिय सभा होइन उता आमालाई सोधे नि होइन यतै हो सोध्ने त भविष्यको लागि सोध्ने हो कि चुलबुल पाण्डे यता इन्टरभ्युको यता माइक लिनु यता इन्टरभ्युको बाल छैन उता मासु पाएको मासुलाई ध्यान दिनु पर्यो ल मासुलाई ध्यान दिनुहोस् उता देखाइदिनुहोस् हाल्नु नि त त्यहाँ यहीँ त हुनु। पानी त हुन्छ पानी त हाल्नु पर्छ। भन्न काट्यो ए ल ल एउटा दुईटा क्वेसन त मलाई दाले सोध्नु पर्ने छ पर्दैन मलाई सोध्नु भोलि हजुरले मलाई पाकेको भए अब उता बिहान 6 बजी यता हेर न यता हेर न। अरू कुराहरू